हामी हाम्रो कार्यक्रमको तेस्रो भाग विवाहमा आइपुगेका छौँ। हामीले पहिलो गवाई र मण्डली को भागलाई सिद्ध्याएर पहिलो र दोस्रोलाई सिद्ध्याएर तेस्रो भाग विवाह र परिवार विशेष गरी हामी यो दुईटा विषयमा केन्द्रित रहेर छलफल गर्नेछौँ र हाम्रो आदरणीय गुरुबा गुरुआमालाई हामी यो तेस्रो भाग विवाह र परिवार विशेष गरी यो भागमा स्वागत गर्नेछौँ। जय मसी गुरुबा गुरुआमा दुवैजनालाई जय मसी। स्वागत छ यहाँहरूलाई विवाह र परिवार कार्यक्रममा। सुरुमा चाहिँ यहाँहरूको पहिलो भेट कहिले भयो त्यहाँबाट जाउँ, गुरुबाबाटै जाउँ। जब म 2001मा एक वर्षको लागि स्टुडेन्ट मिसनरी भएर नेपालमा गएँ, त्यतिखेर काठमाडौँमा बसेर हामी सेवाकाई गर्ने क्रममा शनिबारमा म एउटा गोङ्गोबुतिरको एउटा नेपाली चर्चमा जान्थेँ शनिबारमा। त्यतिखेरको उहाँ जवान त्यो चर्चको जवान हुनुहुन्थ्यो अनि त्यहाँ भेटेको हामी। त्यो चर्चको नाम याद छ? त्यो चर्चको नाम चाहिँ स्मरणा चर्च हो। स्मरणा चर्च, धन्यवाद। गुरुबाले नेपाली भाषा यति फ्लुएन्टली बोल्नुहुन्छ, यति सरल र सहज तरिकाले बोल्नुहुन्छ, प्रष्ट बोल्नुहुन्छ, जो चाहिँ हामीलाई सुन्दाखेरि पहिलोचोटि सुन्नेहरूलाई त उहाँ कोरियन हुनुहुन्छ भन्ने नै विश्वास लाग्दैन, उहाँ चाहिँ नेपाली हुनुहुन्छ भन्ने लाग्छ। भाषामा यति राम्रो दखल अनि यो ज्ञान चाहिँ कसरी प्राप्त गर्नुभयो? त्यतिखेर म स्टुडेन्ट मिसनरीको हुँदा 24 वर्षको थिएँ। त्यो कोङ्गोबु स्थित स्मरणा चर्चमा हामी शनिबार जाने गर्थ्यौँ। हुन त अहिले पनि नेपालको चर्चहरू छोरी मान्छे त छुट्टिएर बस्छ। मैले यसो हेर्दाखेरि अगाडि बसेर राम्रोसँग सङ्गति गरिरहेको, प्रार्थना गरिरहेको बहिनीलाई देखेँ। अनि त्यतिखेर मलाई नेपाली भाषा त्यति आउँदैन थिएँ र मैले उहाँसँग बोल्नु पर्यो अनि त्यो बहिनीसँग बातचित गर्न मेरो इच्छा थियो। त्यही भएर नेपाली भाषा मैले मिहिनेतसँग पढेको। त्यतिखेर त्यो किताब पेजी खोर्सिङ स्पोकन नेपाली भन्ने किताब मैले 7 चोटि दोहोऱ्याएर पढेपछि अरूको किताब 2 अझै पढेँ। कारण चाहिँ हुन त सेवाकाईमा पनि मेरो इच्छा र दर्शन थियो अनि त्यसमा थप बहिनीसँग म कुरा गर्न चाहन्छु नेपाली भाषाबाट भनेर मैले धेरै मिहिनेत गरेर पढेँ। 2001 मा कुरा हो। हजुर, पहिलोचोटि भेट स्मरण चर्चमा गर्नुभयो। अनि स्मरण चर्चमा दिदीबहिनी त अरू पनि धेरै हुनुहुन्थ्यो होला? तर मेरो आँखामा चाहिँ के भयो, उहाँ मात्रै देखेको, अरू दिदीबहिनीहरू पनि थिए। खास के कुराले हजुरलाई आकर्षण गर्यो गुरुआमाको चाहिँ? एकदम विश्वासिलो अनि एकदम विश्वासमा पनि राम्रो र सानो सुन्दरी, एकदम राम्रै। मेरो आँखामा चाहिँ ठिक्क उहाँलाई मात्र देखिने, अरू नदेखिने है। उहाँको त्यो विश्वासको इमान्दारिताले सबैभन्दा बढी त त्यो कुरालाई खिचे जस्तो लाग्यो गुरुबालाई। हजुर, उहाँको बोल्ने तरिका पनि एकदम नम्र, एकदम मिलनसार, सेवाकाईमा इमान्दार, जिम्मेवार यो। उहाँको व्यवहार पनि त्यस्तै राम्रो मलाई लाग्यो। हजुर, अनि विवाह चाहिँ कहिले गर्नुभयो? विवाह हाम्रो पहिलो भेट भएको 2001मा हो अनि हाम्रो विवाह भएको चाहिँ 2004मा हो। अनि अब विवाहसम्मको यात्रा त्यति सजिलो त थिएन होला। अब गुरुबा कोरियन नागरिक हुनुहुन्छ, गुरुआमा नेपाली नागरिक हुनुहुन्छ होइन। अब भाषा फरक, संस्कृति फरक होइन, वेशभूषा, चालचलन सबै कुरा फरक छ, समाज फरक छ होइन, धेरै कुरा फरक हुँदै गर्दाखेरि पनि त्यो बिचमा कसरी एकअर्कासँग त्यो विश्वस्त हुन सक्नुभयो? त्यही त अहिले विचार गर्दाखेरि अचम्मै लाग्छ, कसरी यो सम्भव भयो होला जस्तो पनि लाग्यो। किनभने एक चाहिँ मेरो आमा बुवालाई त भन्नु पर्यो। हजुर, आमा बुवाको त्यो अनुमति बिना बिहा गर्न त मिल्दैन। त्यही भएर आमा बुवालाई पनि सम्झाउनु पर्यो। हाम्रो आमाले स्वीकृति कस्तो सजिलै स्वीकृति दिनुभयो? मैले
एक वर्षको सेवाकाई गएर आएपछि यो लुकाएर नबनेको केही समयसम्म केही समय चाहिँ गपिराख्नु भयो कसरी त्यो फोटो देखेर पनि आमा बुवाले थाहा पाइहाल्नु भयो अनि म त रिसाउनुहुन्छ गाली गर्नुहुन्छ कि भनेर डर लागेको तर आमा बुवाले अचम्मको कुरा चाहिँ एकचोटि सोध्नु कोरियामा ल्याउन भनेर भन्नुभयो अनि त्यही भएर उहाँलाई एक दिन त्यो सबै कागजपत्र मिलाएर कोरियामा ल्याएको अनि देखेपछि राम्री अनि एकदम व्यवहारमा पनि राम्रो त्यो देखेर आमा बुवा पनि अलिकति राजी हुनुभयो अनि गुरुआमाको पक्ष भयो गुरुआमाको साइडमा चाहिँ कस्तो रह्यो पारिवारिक तपाईँ एकअर्कामा त सहमत हुनुभयो विश्वस्त हुनुभयो हजुरकोतिर चाहिँ परिवारले कतिको साथ सपोर्ट कस्तो रह्यो हाम्रो चाहिँ लभ म्यारेज भएको कारणले मेरो मम्मी बाबाले पनि अब विदेशीहरूको बारेमा धेरै कुराहरू थाहा पाउनु भएको थियो अनि थाहा थियो पनि कोरियनहरूको बारेमा पनि त्यस्तो सुरुमा चाहिँ त्यस्तो धेरै चाहिँ ऊ चाहिँ गर्नु भएन तर पनि नेपाल के अरे विदेशीसँग बिहा गर्ने भन्दाखेरि चाहिँ अलि मम्मीले चाहिँ जस अलिक गाह्रो मान्नु भएको थियो बाबाको मन चाहिँ अलिक खुल्लै थियो विदेशीहरूसँग पनि काम गर्नुभएको कारणले तर मम्मीले चाहिँ धेरै चिन्ता गर्नुभएको थियो नजिकको देशमा भएको भए चाहिँ अब वारपार गर्न पनि सजिलो हुन्थ्यो तर विदेशको ठाउँमा नलगेर बेचिदिने हो कि किनभने इन्डियामा त्यस्तो धेरै कुराहरू थियो नि त त्यस्तो कारणले पनि धेरै चिन्ता गर्नु दिल्ली मुम्बईतिर लाने त चिन्ता गर्नुभयो होला अनि हजुरले आमालाई पनि विश्वस्त गर्नुभयो कन्भिन्स गर्नुभयो कसरी हजुर अनि मैले चाहिँ अब प्रभुलाई विश्वास गरेको कारणले केवल विश्वास थियो चाहिँ प्रभु येशूमा र अनि मेरो श्रीमानलाई मात्र विश्वास गरेको कारणले चाहिँ मैले चाहिँ अनि म बिहा गर्छ यताउता भन्नुपर्छ मम्मी बाबाको पनि मन पछि हजुर भेट त हजुरहरूको 2001 मा भयो हजुर विवाह 2004 भनेपछि 2, 3, 4 3 वर्ष त्यो समयमा त यस्तो अहिले जस्तो सहज पनि थिएन होइन गुरुबा यता कोरियामा गुरुआमा नेपालमा त्यो बिचमा अब त्यो होइन एकअर्कालाई आफ्नो भावनाहरू प्रेमहरू होइन आइएलओहरू चाहिँ कसरी गर्नुहुन्थ्यो त्यो सञ्चार माध्यम के थियो त्यतिखेर अहिलेको जस्तो मेसेन्जर काकाओटोक हजुर त्यो एसएनएस थिएन हजुर फोन गरेर चाहिँ बोल्नु पर्ने हजुर त्यो फोन पनि कहिलेकाहीँ लाग्दैन त्यही भएर त्यतिखेरको हाम्रो खन्ते गर्न गाह्रै थियो म नेपालबाट फर्केर आएपछि मेरो पढाइमा निरन्तरता दिएँ हजुर अनि उहाँ पनि बाइबल कलेजमा पढ्नु भयो नेपालबाट फर्केपछि बिचमा जानु भएन त्यो 3 वर्षको बिचमा मैले 2 चोटि व्यक्तिगत नेपालमा गएर आएको अनि उहाँ एकचोटि कोरियामा आउनुभयो त्यस्तै हामी 3 चोटि आउँदै जाने गर्दै हाम्रो कन्ट्याक्ट भइरहेको कल पनि गर्नुभयो बिचमा हजुर बेला बेला कल पनि गरेँ इमेल पनि पठाएँ इमेल पनि गर्नुभयो गुरुआमाले इमेल चेक गर्नुभयो हजुर के भन्नुहुन्थ्यो गुरुआले अहिलेको जस्तै दिनौँ गर्ने खालको त्यो अवस्था थिएन कहिलेकाहीँ मात्रै हप्ता दिन पनि होइन साइबरतिर गएर गर्नुपर्थ्यो त्यतिखेर इन्टरनेटबाट फोनहरू गर्दाखेरि 1 मिनेटको नेपाली झन्डै 75-80 रुपियाँ जति लाग्थ्यो है धेरै महँगो माया धेरै अहिले विचार गर्दाखेरि कसरी यो भएको जस्तो लाग्यो ठिक छ अब चाहिँ अलिकति गुरुआमातिर जाउँ गुरुआमाको छोटो हामी गवाई यहाँ समावेश गर्नेछौँ गुरुआमालाई सुरुमा विश्वासमा चर्चमा जाँदाखेरि विश्वासमा अथवा चर्चसम्म जानलाई विश्वासमा कसले डोर्याउनु भयो साथीद्वारा चाहिँ म चर्च जाने मौका अवसर पाएँ अनि त्यसपछि चाहिँ मैले चर्चमा जाँदाखेरि चाहिँ अनि चर्च भनेको कस्तो हुँदो रहेछ के हुँदो रहेछ भन्ने कुरा मलाई थाहा थिएन अनि सधैँ अब मन्दिरमा गइरहेको बानी होइन पूजाहरू गरेको अनि बुद्धको पनि मन्दिरहरूमा गएको अनि त्यस्तो कुराहरू गरिरहेको अनि चर्च एकचोटि जाँदाखेरि नौलो लाग्यो मलाई
अनि चर्चमा चाहिँ साथीद्वारा चाहिँ म चर्चमा गएँ भन्नु पऱ्यो। तब म चर्चमा गएँ, जाँदाखेरि चाहिँ त्यहाँ गाउने भजनहरू प्रार्थनाहरू गर्नुभएको देखेर अनि भजनहरू गाएको सुनेर चाहिँ त्यो भजनको शब्दहरूले चाहिँ मेरो मन छोयो। अनि मलाई आज पनि जानु मन लाग्ने, अर्को हप्ता पनि कहिले शनिबार आउँछ जस्तो लाग्ने। अनि त्यो वर्ड्स कति वर्षको हुन्थ्यो म झन्डै 15-16 वर्षको हुँदाखेरि। हजुरलाई त्यो मन छुने भजन कुनै कोरस याद छ? त्यतिखेर चाहिँ अब अहिले त्यति त याद छैन, तर के म जाउँ रित्ते हातले भन्ने, तोडफोड गरी भन्ने, अनि हेर न हेर सृष्टिको यस्तो धेरै भजनहरू छ। अनि त्यो भजनहरू गाउँदाखेरि चाहिँ एकदमै मनहरू छुने, अनि पास्टर बुवाको वचनहरू सुन्दाखेरि पनि अनि मन छुने भएर चाहिँ अनि त्यो प्रार्थना विशेष चाहिँ प्रार्थनाहरू गर्दाखेरि चाहिँ त्यसको उत्तरहरू पाएको देखेर चाहिँ झन् जाउँ जस्तो लागेर चाहिँ अनि चर्चमा गइराख्ने भएपछि चर्च यस्तो हुँदो रहेछ, यस्तोको बारेमा यस्तो हुँदो रहेछ भन्ने कुराहरू मैले सिक्दै गएँ। अनि बुझ्दै गएपछि अनि मैले बप्तिस्मा लिने अवस्थासम्म चाहिँ आइपुग्दा चाहिँ मैले चाहिँ स्मरण चर्चबाटै बप्तिस्मा लिएँ। अनि हाम्रो त्यहाँ पास्टर बुवाहरू हुनुहुन्थ्यो, पास्टर पूर्ण विष्ट अनि देवेन्द्र राज निरौला गुरुबाहरू 2 जना हुनुहुन्थ्यो। मेरो चर्च चाहिँ पहिला टाढाबाट आउँथेँ म, 2 घन्टा जति लाग्छ भनौँ न चर्चसम्म आइपुग्दाखेरि। पहिला गाउँबाट आउँदाखेरि चाहिँ तर पनि मलाई त्यो चर्च जाने तृष्णा भएको कारणले म टाढा भए पनि शनिबार चाहिँ चर्चमा जाने गर्थेँ, सधैँ जाने गर्थेँ। अनि जब बप्तिस्मा लिएपछि पनि मैले जुन प्रार्थनाहरू अघि भने प्रार्थना गरेको उत्तरहरू पाएपछि चाहिँ झन् अघि जाने, झन् चर्चमा जाने मन ऊहरू भयो। अनि ममा चाहिँ अनि परिवर्तनहरू भन्दाखेरि चाहिँ अब जे मैले प्रार्थना गरेँ त्यसको उत्तरहरू पाउने कि म। अनि एक दिन मेरो मम्मी बिरामी हुनुभएको थियो, अनि खुट्टाहरू दुख्ने, अनि घाउ केही पनि थिएन, अनि पोल्थ्यो अरे कि मम्मीलाई। अनि कति धामी झाँक्री पनि गर्नुभयो मम्मी बाबाहरूले। अनि त्यस्तो चाहिँ अनि भयो, अनि तर निको भएन। अनि प्रार्थना गर्दाखेरि हाम्रो पास्टर आमाहरू जानुभएर पनि प्रार्थना गरिदिनुहुन्थ्यो। अनि त्यसपछि निको भयो कि आमाको खुट्टा पनि निको भएको देखेर अनि त्यो चाहिँ मैले अनुभव गरेँ। किनभने म चर्चमा जान थालेँ अनि प्रभुसँग प्रार्थना गर्थेँ, अनि त्यो निको भएको देखेर झन् अझ मलाई चाहिँ विश्वासमा बढेर आयो विश्वास। धन्यवाद। त्यहाँपछि चाहिँ पछि गुरुबासँग भेट भयो, विवाह भयो, सेवाकाईमा निरन्तर लागिरहनु भएको छ है। भनेपछि यहाँहरूको विवाह भयो, अनि विवाह पछिको यात्रा चाहिँ कसरी अगाडि बढ्यो? अब विवाहपछि लगत्तै कोरिया आउनुभयो कि गुरुआमाबाटै सुन्न चाहन्छु। हजुर, हाम्रो 2004मा बिहा भएन। बिहा हुने बित्तिकै हामी चाहिँ कोरियामै आयौँ। कोरियामा आएर हजुर त्यसपछि चाहिँ हजुर कोरियामा आएपछि चाहिँ सायद हाम्रो सेवाकाई सुरु भयो। विवाह अब गुरुबातिर जानु पर्यो। विवाह गर्नुभयो, विवाह पछिको आशिष चाहिँ के थिए? विवाह पछिको सबभन्दा ठुलो आशिष चाहिँ हजुर बिहा गरेपछि 1 वर्षपछि परमेश्वरले छोरी दिनुभयो हाम्रो परिवारमा। पहिला छोरी जन्मन दिनुभयो, त्यसपछि 2 वर्षपछि फेरि छोरा जन्मन दिनुभयो। अनि एउटा छोरी अनि एउटा छोरा। कोरियामा छोरी पछि छोरा भनेपछि दिदी पछि भाइ चाहिँ एकदमै राम्रो, एकदम राम्रो। 200 नम्बर 200 पोइन्ट पाएको जस्तो 100को 200 भनेपछि चुनौतीहरू चाहिँ विवाह त गर्नुभयो, अब गुरुआमा नेपाल गुरुबा कोरिया भएको कारणले अब धेरै कुरा फरक छ नि त होइन? अब व्यक्तिगत रूपमा पनि कति कुराहरू फरक हुन्छ, नेपाली कोरियनकै बिचमा पनि फरक हुन्छ। अनि अब परिवारमा समाजमा कस्तो खालको रह्यो यहाँहरूको? सुरुमा उहाँ धेरै नम्र, मिलनसार, एकदम राम्रो मानिस, राम्रो स्वभावको र सानो बेलादेखि आमा बुवाको राम्रो परिवारबाट हुर्केको मानिस भएर सायद म मात्र राम्रो गरेपछि हाम्रो परिवारमा एकदम शान्ति आउँछ। म सानो बेलाको जस्तो अशान्तिको परिवार त हुँदैन होला भनेर मैले सोचेँ। तर विवाह गरेपछि हाम्रो अब सेवाकाई गर्दाखेरि म एमडिबी पढ्दै सेवाकाईमा लागेँ। त्यतिखेरको मेरो सेलरी कोरियाको 5 लाख वन थियो। भनेको
अहिलेको नेपाली 50,000 रुपियाँ जति। कोरियामा एउटा परिवार पाल्नको लागि त्यो एकदमै त्यो गाह्रो थियो। त्यो आर्थिक रूपमा पनि कमजोर र म चाहिँ फेरि कस्तो छु भने विवाह गरेपछि उहाँको अवस्था नबुझिदिने। उहाँ त आफ्नो देश आफ्नो परिवार सबै छोडेर आएको हो नि, उहाँ धेरै गाह्रो अवस्था छ नि। त्यतिखेर कोरियामा नेपालीहरू पनि धेरै थिएन, साथीहरू पनि थिएन। त्यही भएर पनि उहाँलाई अलिकति आर्थिक रूपमा पनि कमजोर, एक्लोपन, यस्तो कारणले गर्दा अलि छिटो लिसा हुने खालको बानी भयो। अनि म चाहिँ उहाँको कुरा नबुझिकन, अनि त्यो पनि थाहा छैन, अनि त्यति पनि आउँदैन, यस्तो कुराहरू धेरै गर्न थाले। गुरुआमालाई माइनर लाग्ने कुरा, गुरुआमालाई अब त्यही कुरा होइन, नेपालमा त यस्तो छैन नि भनेर, यो कोरियामा त यस्तो यस्तो पनि छ भनेर भन्दाखेरि उहाँलाई हेपेको जस्तो लाग्यो होला। मिसअन्डरस्ट्यान्डिङ भयो। त्यही भएर उहाँलाई अलिकति लिसाउने बानी थियो। त्यो हाम्रो एकदम विवाहको सुरुमा चाहिँ 2-3 वर्ष त्यस्तो कुराले अलिकति गाह्रो डिस्टर्ब भयो। पछि चाहिँ बिस्तारै एडजस्ट गर्दै जानुभयो, एकअर्कालाई बुझ्दै जानुभयो। हजुर, म पनि यस्तो कुरा गर्नु नहुने रहेछ। छोरी मान्छेलाई आर्थिक कुरामा एकदम गाह्रो भएको कुरा छ। छोरा मान्छे भन्दा म त भिजन दर्शन अनुसार अघि बढेको मान्छे, दायाँ बायाँ नहेर्ने मान्छे। उहाँ त सबै कुरा मिलेपछि मात्र अलि आनन्द लाग्ने, शान्ति लाग्ने, परिवार हेर्ने। अहिले तत्काल खानेकुरा पनि नभएको अवस्थामा चाहिँ छोरी मान्छे त धेरै गाह्रो मान्दो रहेछ। सुरुको चुनौतीको कुरा गर्दा गुरुआमा निकै भावुक हुनुभयो। के चिज त्यस्तो केही हजुरको सम्झनामा छ? मलाई चाहिँ कोरियामा भाषाको कारणले चाहिँ 1 वर्ष चाहिँ धेरै गाह्रो भयो। भाषा है? आफन्तहरू चिन्नेको साथीहरू कोही नहुँदाखेरि चाहिँ बिहा गरेर आउँदाखेरि चाहिँ श्रीमान हुनुहुन्थ्यो, अनि परमेश्वर र श्रीमानलाई मात्र विश्वास गरेर आएको। अनि घरमा त अब उहाँ बिहानै पढ्नको लागि 5 बजे जानुहुन्थ्यो, बेलुका आउनुहुन्थ्यो। अनि भाषाहरू नजान्ने, अनि कोसँग कसरी बोल्ने, छरछिमेक पनि नभएको, यताउता आफन्तहरू पनि कोही छैन, कहाँ डुल्न जाने होइन। 1 वर्ष चाहिँ धेरै रोएरै बिताएँ मैले। 1 वर्ष चाहिँ धेरै गाह्रो भयो। हजुर, पछि नानी भएपछि चाहिँ अनि भाषाहरू पनि सिकेँ, टिभीहरू पनि धेरै हेरेर त्यसबाट पनि मैले जाने। अनि सासु आमा नै साथी जस्तै बनेर मलाई समयहरू धेरै दिनु भएर मैले धेरै कुराहरू सिक्ने मौका अवसर पाएँ। राम्रै सासु ससुरा, राम्रो फ्यामिली दिनुभयो, प्रभुलाई कति धन्यवाद। हुन्छ, हामी अगाडि जाउँ। अब यहाँ चाहिँ एकअर्काको सुधार गर्नुपर्ने कुरा भनौँ होइन। जस्तै कि गुरुआमाले सुधार गर्ने कुरा चाहिँ गुरुबाले भनिदिनु पर्यो। कुन कुरा चाहिँ गुरुआमाले सुधार गर्नुपर्छ जस्तो लाग्छ हजुरलाई अहिलेलाई? पहिलाको त सकिसक्यो होइन, अहिले भएको कुरामा गुरुआमा चाहिँ अलिकति मिसनरी जीवनलाई अलिकति गाह्रो मान्नुहुन्छ। किनभने मिसनरीको जीवन भनेको कहिले कोरिया, कहिले नेपाल, कहिले काठमाडौँ, कहिले कोलपुर, यस्तै हामी धेरै ठाउँ हामी सर्वोदय हामी सेवाकाई गर्छौँ। तर उहाँ चाहिँ एक ठाउँमा स्थिर रहेर चाहिँ सेवाकाई गर्ने अथवा काम गर्ने अलिकति त्यो स्टेबल उहाँलाई चाहिएको छ। तर हामी त एउटा सुटकेस बोकेर जहाँ पनि हिँड्न सक्नुपर्ने, तर त्यो कुरा चाहिँ अलिकति उहाँलाई चाहिँ अप्ठ्यारो मानिरहनु भएको छ। तर त्यो हामी बानी हुनुपर्छ, बानी भएको हुनुपर्छ। तर बहुत त बानी पनि परिसक्यो अब त होइन, धेरै ठाउँमा सेवाकाई गरिसक्नु भयो। हुन्छ, अब गुरुआमाको पालो। गुरुबाले सुधार गर्नुपर्ने कुनै कुरा? गुरुबाको के लाग्छ? सबै कुरा पर्फेक्ट भएर भन्ने कुरा त छैन, तर पनि कतिखेर कुन अवस्थामा श्रीमतीलाई कहिलेकाहीँ भनिदिइराख्नु भएको हुन्छ त्यो शब्दहरू, 1-2 शब्द, त्यस्तो कुरा चाहिँ नभन्दै हुन्छ कि जस्तो लाग्थ्यो क्या अरे। तर त्यस्तो चाहिँ छैन, मन दुख्ने कुरा त छैन। कहिलेकाहीँ बरु म चाहिँ धेरै रिसाउँछु। ए हो, ठिक छ। भनेपछि दुईजनामा तर जस्तो चाहिँ भने अन्डरस्ट्यान्डिङ छ। हजुर। अनि अब फेरि नराम्रो मात्रै नभनु, राम्रो पनि भन्नुपर्ने भयो होइन। मनपर्ने बानी गुरुआमाको गुरुबाले भनिदिनु पर्यो।
यो ममा नभएको गुण उहाँसँग छ। हजुर जसरी म चाहिँ सबै मान्छेसँग छिट्टै मिलेर घुलमिल हुने चाहिँ म अलिकति कमजोर छु। म मेरो फेरि एकदम नजिकको साथीहरूसँग चाहिँ धेरै नजिक हुन्छ, तर सबै मानिसहरूसँग एकैछिनमा नजिक हुन अथवा घुलमिल हुन चाहिँ अलि म गाह्रो मान्ने मान्छे। तर उहाँ मेरो श्रीमतीसँग चाहिँ त्यो कुरा छ कि जोसँग पनि मिल्छ, एकैछिनमा 30 मिनटभित्र साथी भइहाल्छ। फेरि त्यो एकदम साथी भएपछि त्यसको सम्बन्ध पनि एकदमै घनिष्ठ हुन्छ। त्यही भएर त्यो छुट्नै गाह्रो, छुटेपछि फेरि रुवाबासी हुने यस्तो खालको माया प्रेम वास्ता अनि अरूलाई बुझ्ने खालको हृदय मन चाहिँ एकदम धेरै यो प्रभुले दिनुभएको मन हो जस्तो हाम्रो पास्टर सेवाकाईमा यो एकदम चाहिने कुरा। त्यही कारणले गर्दा मेरो कमजोर कुरालाई उहाँले चाहिँ धेरै ढाक्नु भएको छ, छोप्नु भएको छ अनि सहायता दिन्छ। धन्यवाद गुरुआमा। धन्यवाद भन्नुहोस् गुरुआमालाई। धेरै धन्यवाद। अब गुरुआमाले भन्नुपर्ने भयो गुरुआमाको मनपर्ने बानी। हजुर बानी त सबै राम्रै छ, तर उहाँको चाहिँ नेपाली भाषा बोलेर वचन प्रचार गर्दाखेरि चाहिँ एकदमै राम्रो लाग्छ। अनि घरमा पनि जो सबै कुराहरू हेल्प गरिदिनु हुने, धेरै माया गर्नुहुन्छ। मलाई त्यही लागेको, माया चाहिँ धेरै गर्नुहुन्छ भन्ने लागेको। हजुर कहिले रिसाउनुहुन्न? हजुर सधैँ मैले रिस उठाएपछि रिसाउनुहुन्छ। त्यो त स्वाभाविक हो, सबैको हुन्छ होइन। धन्यवाद छ गुरुआको नेपाली वचन प्रचार है। त्यो जोसुकैले चाहेर पनि गर्न नसक्ने कुरो होइन, जो साँच्ची नै प्रभुबाट नै उहाँले पाउनुभयो। मेहनत आफ्नो त्यहाँ ठुलो उहाँको बलिदान त्याग पनि छ। धन्यवाद छ। अगाडि चाहिँ अब हामी छोराछोरीमा जानेछौँ। छोराछोरीहरूसँग चाहिँ को ज्यादा नजिक, गुरुबा नजिक कि गुरुआमा नजिक? दुवैजना होला, तर दुईजनामा पनि छोराछोरीले अलिक बढी भन्ने कुरा हुन्छ नि, बाबासँगै सेयर गर्छ। छोरीसँग चाहिँ म धेरै बोल्छु, किनभने म पनि सेवाकाई भाइबे खर्ची पढेर सेवाकाईमा लागेको, छोरी पनि अहिले त्यही गरिरहेको छिन्। त्यही भएर म एक किसिमको बुबा मात्र नभइकन सिनियर पनि हुने। त्यही भएर छोरीको केही पढाइमा सेवाकाईमा सल्लाह दिने त्यो काम चाहिँ म गरिरहेको छु। अनि त्यो छोरीसँग सेवाकाईको बारेमा चाहिँ मसँग बाबासँग एकदम त्यो विचारहरू मिलिरहेको छ। त्यही भएर त्यो कुरा चाहिँ मसँग धेरै गर्छिन् छोरीले। छोराको कस्तो छ? छोरा चाहिँ अहिले त्यति बोल्दैन, तर बोल्न कोसिस गर्छ। छोराले केही कुरा सेयर गर्नु पर्यो, केही कुरा अर्डर गर्नु पर्यो, माग्नु पर्यो भने कोसँग ज्यादा, मम्मीसँग गर्नुहुन्छ कि गुरुबासँग कि गुरुआमासँग ज्यादा गर्नुहुन्छ? धेरै ज्ञानी छ, उसलाई मन परेको छ भने मम्मीसँगै भन्छ। भनेपछि छोरी बुवासँग नजिक, छोरा मम्मीसँग नजिक हुनुहुन्छ। अच्छा, एकदम राम्रो। अनि अब अर्को एउटा आम सवालतिर जाउँ। अघि सुरुमा हाम्रो छलफल पनि आएको थियो होइन, मण्डली परिवारबाटै सुरु हुनुपर्छ भन्ने कुरा। पास्टरको धेरै होइन, पास्टर अगुवाको छोराछोरीहरूले जसरी मण्डलीमा एउटा बोझ उठाउनु पर्ने, त्यो संस्कार सिकाइनु पर्ने हो, हुर्काउनु पर्ने हो, त्यो कुरा चाहिँ नभएको होइन। यति मात्रै होइन कि कति त मण्डलीबाटै टाढा भएको होइन। बुवा आमाले चाहिँ एकदम राम्रो सेवाकाई गरिराख्नु भएको छ, तर छोराछोरी चाहिँ मण्डलीसँग अपरिचित छ है। त्यो खालको, अनि कति चाहिँ विदेशतिर पलायन भएको होइन, त्यो खालको धेरै सेवाकाई गरिराख्नु भएको त्यस्तो खालको अगुवा पास्टरको परिवारहरू देखिन्छ। त्यस्तो किन हुन्छ र यहाँहरूले चाहिँ कसरी त्यो कुरालाई लिनुहुन्छ आफ्नो परिवारमा? गुरुआबाटै सुन्न चाहन्छु यो चाहिँ। डाक्टरको छोराछोरीहरू प्रायः डाक्टर हुँदो रहेछ, आर्मीको छोराछोरीहरू आर्मी हुने सम्भावना छ। हजुर। तर एउटा दुःख लाग्दो कुरा चाहिँ पास्टर मिसनरीको छोराछोरीहरूमा फेरि त्यो सेवाकाई सक्सेस गर्ने चाहिँ अलिक कमै मात्र हामी पाउँछौँ। मलाई लाग्छ त्यो कारण चाहिँ आमा बुबाले त्यो सेवाकाई गर्दै
आफ्नो सेवाकाईको त्यो खुसी आनन्द र महिमा यो कुरा छोराछोरीहरूलाई देखाउनु पर्छ, छोराछोरीहरूलाई थाहा हुन दिनुपर्छ। तर सेवाकाईमा गाह्रो कुरा पनि छ, दुःख छ, गाह्रो छ मात्र भनेपछि छोराछोरीले के सिक्छ? हो, सेवाकाई गरेपछि दुःख हुँदो रहेछ, गाह्रो हुँदो रहेछ, यस्तो गरिब मात्र हुँदो रहेछ भन्ने खालको कन्सेप्ट चाहिँ उनीहरूको नेगेटिभ त्यो सोचाइमा पर्छ। त्यो भएपछि त्यो गर्दैन अनि उनीहरू पैसा लाग्ने काममा जान्छ अनि छचबाट तारा पनि हुन्छ, पापमा पनि लाग्न सक्छ। त्यही भएर हामीले सानो बेलादेखि बाइबल पढ्नु, हुन त बाइबल पढ्न प्रार्थना गर्नु पनि सिकाउनु पर्छ, तर त्यसको साथै आमा बुवाले अहिले जुन काम गरिरहेका छौँ अनि त्यो सेवाकाईमा लागिरहेको छ त्यो कति महिमामय कुरा हो, त्यो कति अर्थपूर्ण कुरा हो, कति असल कुरा हो भन्ने कुरा त्यो निरन्तर छोराछोरीहरूलाई चाहिँ देखाउनु पर्छ, सिकाउनु पर्छ। भनेपछि आफ्नो छोराछोरीहरूले आफूले जस्तै प्रभुको सेवा गरून् भन्ने प्रार्थना योजना छ। हुन त प्रभुको सेवाकाईमा लागेपछि सबैभन्दा राम्रो हो, तर सेवाकाईमा नलागे पनि त्यो टिचर होस् अथवा डाक्टर होस्, इन्जिनियर होस् अथवा कुनै पनि बजारमा तरकारी बेच्ने काम गरोस्, ठिक छ। त्यो आफ्नो ठाउँबाट परमेश्वरको महिमा, परमेश्वरको प्रेम अरूलाई सुनाउने काम उनीहरूको जीवन जिउने काम हो। अघि भने जस्तै आफू जहाँ छ त्यसैलाई मिसन फिल्डको रूपमा प्रयोग गर्ने र मिसनको निम्ति जिउने छोराछोरी बन्नुपर्छ भन्ने लाग्छ है। धन्यवाद छ। गुरुआमाको पनि त्यही हो। धन्यवाद छ। कर गर्नुभन्दा पनि प्रार्थना सहित उनीहरूले आफै निर्णय गरेर गर्नुभयो भने त्यही राम्रो। अब परिवारको कुरातिर जाउँ। छोराछोरीको विवाह भएपछि, विशेष गरी छोराहरूको विवाह भएपछि बुवा आमा र छोराभरि अलग बसिहाल्नुपर्ने यो कोरियन कल्चरको विषय सन्दर्भ कस्तो होला? मैले अलिकति अध्ययन गर्दाखेरि यो पुरानो कल्चर त होइन रहेछ, पुरानो कल्चर त सँगै बस्ने नै रहेछ। यो नयाँ कल्चर कसरी आयो, कसरी लिनुहुन्छ? यो चाहिँ कोरिया र नेपालको अलि फरक छ, कारण चाहिँ एउटा कल्चर फरक पनि हो नेपालको कोरियाको, र अर्को चाहिँ कोरियामा विवाह गरेपछि त्यो छोरा मान्छे जहाँ गएर पनि काम त पाइहाल्छ भन्नेको अर्थ चाहिँ आर्थिक रूपमा पनि त्यो आफ्नो खुट्टाले उभिन सक्नेवालाको अवस्था छ। त्यही भएर आमा बुवासँग रहनुभन्दा श्रीमतीसँग छुट्टै अलगै बसेर आफ्नो आफ्नो काम गर्दै बिस्तारै आफ्नो खुट्टाले उभिने र केही गरी आमा बुवासँग बसेपछि त्यो बुहारीसँग केही न केही त समस्या त आइपर्छ। त्यस्तो अप्ठ्यारो अवस्थाबाट छुट्टिएर उनीहरूको आफ्नै परिवारमा, नयाँ परिवारमा चाहिँ अघि बढ्ने खालको त्यो फ्रिडम, त्यो इच्छा अथवा त्यो माइन्ड हुन्छ। र नेपालमा चाहिँ विवाह गरेपछि पनि त्यो ठिक्कै झाप पाएर आफ्नो खुट्टाले उभिने खालको अवस्था पनि हुँदैन। फेरि नेपालको कल्चर अनुसार आमा बुवासँग त्यो छोरा चाहिँ रहनुपर्छ खालको भन्ने खालको अझै पनि त्यो समाजमा त्यो कन्सेप्ट छ। तर मैले यसो विचार गर्दाखेरि छोराछोरीको पाटो भयो, तर बुवा आमाको पाटो पनि हामीले हेर्नुपर्छ होला होइन? बुवा आमा त अब जति उमेर बढ्दै जानुहुन्छ उति वृद्ध असहाय बन्दै जानुहुन्छ होइन? उहाँहरूलाई सहयोग चाहिन्छ, साथ चाहिन्छ। त्यो छोरछोरीको कर्तव्य हो कि होइन? छोरा बुहारीको पनि कर्तव्य हो। हजुर हजुर, बुवा आमालाई हेर्नु। त्यही नेपाल र कोरिया फरक भए तापनि आखिर हामीलाई जन्म दिनुभएको आमा बुवा हुनुभएको कारणले पनि हामीले नजिकै हुनुहुन्छ भने पनि हामी गएर हुन्छ कि केही मिठो तितो खानेकुरा बनाएर हुन्छ कि उहाँहरूको चाहिँ हामीले सेवा गर्नु चाहिँ राम्रो जस्तो लाग्छ। मलाई चाहिँ लाग्छ आमा बुवालाई हेरचाह गर्ने चाहिँ हाम्रो कर्तव्य हो। हामी चाहिँ त्यो सोच्नुपर्छ। तर फेरि पछि हामी वृद्ध भएपछि हाम्रो छोराछोरीहरूलाई आमा बुवा हेरचाह गर्ने तिमीहरूको कर्तव्य भनेर चाहिँ भन्नु हुँदैन, किनभने त्यति बेला चाहिँ फेरि अवस्था परिवर्तन भइसकेको हुन्छ। हामी वृद्ध अवस्थाको निम्ति हामी आफै केही व्यवस्था गरिराख्नुपर्छ। हाम्रो छोराछोरीलाई चाहिँ त्यो जिम्मा दिनु, त्यो अथवा
दुःख दिनु हुँदैन। त्यो हामी चाहिँ त्यो गर्नु पर्छ। कोरियन कल्चर है, कोरियन कल्चर। तर मैले त्यो विषयमा अलिकति अध्ययन गर्दाखेरि कोरियामा चाहिँ सरकारको जिम्मेवारी पहिलो, त्यसपछि छोराछोरी, त्यसपछि समाज भन्ने कुरा आउँदो रहेछ। तर हाम्रो चाहिँ पहिलो छोराछोरी, त्यसपछि समाज, त्यसपछि सरकार छ होइन। हुनु त आफ्नो आफ्नो देशको त्यो एउटा होइन कल्चर हो। तर छोराछोरीले गरेको नै चाहिँ सबैभन्दा राम्रो जस्तो लाग्छ मलाई चाहिँ। किनभने यो एउटा उदाहरण चाहिँ कस्तो भएको छ भने अहिले यो सरकारले पहिलो जिम्मेवारी उठाउँदाखेरि यो भर्खरै अहिले फ्रान्समा ठुलो आन्दोलन भइरहेको छ। यो वृद्धहरूको लागि छुट्याएको जुन बजेट छ त्यो बजेटले चाहिँ फ्रान्स चाहिँ को बजेट तयार गर्नलाई लोन लिएर धेरै अन्तर्राष्ट्रिय लोन परिसकेको छ फ्रान्सले भनेर ठुलो विरोधहरू भइरहेको छ। त्यो गर्दाखेरि चाहिँ भोलि कालान्तरमा देशमा चाहिँ ठुलो बोझ हुनसक्छ क्या। अनि त्यसले गर्दा छोराछोरीको कर्तव्य हो नि, छोराछोरीले चाहिँ होइन अब त्यत्रो बुवा आमाले जन्म दिनुभयो, हुर्काउनु भयो, पढाउनु, खाइ नखाए होइन, त्यो त गर्नुपर्छ। अब बुवा आमाले सोच्ने आफ्नो ठाउँमा ठिक हो, छोराछोरीलाई दुःख नदिउँ भन्ने कुरा। तर त्यो भन्दै गर्दा छोराछोरीलाई फेरि त्यति साह्रो होइन सेल्फिस पनि बनाउनु हुँदैन होला जस्तो लाग्छ। बुवा आमाप्रतिको चाहिँ त्यो एउटा मर्यादा, त्यो प्रेम आदर भन्ने कुरा त कायम राख्नुपर्छ जस्तो लाग्छ। आफ्नो गति अनुसार गर्नुपर्छ होइन, त्यो कुरा त सिकाउनु पर्यो होला नि होइन। बुवा आमाले आफ्नो ठाउँबाट ठिक हो, मायाले होइन छोराछोरीलाई त्यो भारी नपरोस्, त्यो बोझ नभएको भन्ने कुरा बुवा आमाको पाटो हो। तर छोराछोरीको पाटो पनि त छोराछोरीले आफ्नो तर्फबाट उठाउनु पर्ने बोझ, जिम्मेवारी होइन, त्यो त उठाउनु पर्छ। कस्तो छ गुरुबा? त्यो पनि त सिकाउनु त पर्छ होला। हामीले छोरा त्यो त अधुरो हुन्छ नि। छोरा भए एज अ छोरा अथवा छोरी आमा बुवालाई हामीले जिम्मा लिएर आमा बुवाको हेरचाह गर्नुपर्छ। तर एज अ प्यारेन्ट्स हामी छोराछोरीलाई चाहिँ त्यो दिएको दिने हुँदैन, कन्सेप्ट चाहिँ लिनु पर्छ। उनीहरूले हामीलाई हेरचाह गरेर माया गरेको कुरा उनीहरूको छुट्टै कुरा छ। तर हामी चाहिँ पछि फेरि अहिले त हाम्रो आमा बुवाको जमानामा चाहिँ वृद्ध भत्ता अनि पेन्सन पाइरहनु भएको छ। तर पछि हामी वृद्ध भएपछि त्यो पेन्सन आउँछ कि आउँदैन, फ्रान्सको जस्तो अवस्था हुँदैन भनेर कसले भन्न सक्छ र? त्यही भएर हामी आफै व्यवस्था गर्नुपर्छ र छोराछोरीलाई चाहिँ त्यो जिम्मा नदिउँ भन्ने हामी चाहिँ विचार गर्नुपर्छ जस्तो मलाई लागिरहेको छ। तर मलाई लाग्छ यो चाहिँ टु वे नै हुनुपर्छ जस्तो लाग्छ। किनकि एज अ प्यारेन्ट्स हामीले छोराछोरीलाई त्यो एक पाटो मात्रै होइन अभ्यास गराएर सिकायो भने चाहिँ भोलि उनीहरू पनि त्यस्तै हुनसक्छ। तर टु वे राम्रो हो नि त। छोराछोरीलाई बुवा आमाले हेर्ने, बुवा आमालाई छोराछोरीले हेर्ने, अनि यो चाहिँ सबैभन्दा सुन्दर हो नि त। अब विवाह पनि त्यही त हो, श्रीमानले श्रीमतीलाई प्रेम गर्ने, श्रीमतीले श्रीमानलाई आदर गर्ने भन्ने कुरा आउँछ। त्यसले गर्दाखेरि किनभने बच्चाहरू त अब उनीहरू त काँचो माटो हो होइन, उनीहरू त जे रोप्यो त्यही फल्ने हो नि त। बच्चाहरूलाई त जे सिकायो त्यही सिक्ने हो उनीहरूले होइन। त्यसले गर्दाखेरि यो कुरा चाहिँ टु वे नै हुनुपर्छ भन्ने लाग्छ है मलाई, मेरो व्यक्तिगत छ। यो मण्डलीको लागि पनि हितकारी छ। हामी अगाडि बढौँ। विवाह है, परिवारहरू हामी हेर्छौँ संसारमा यति धेरै पछिल्लो समय है यति धेरै टुडिरहेको छ, यति धेरै भत्किरहेको छ। यो चाहिँ किन यस्तो भइरहेको छ गुरुबा? हजुरलाई के लाग्छ यो विवाहहरू किन तोडिन्छ? विवाहहरू कसरी तोडिएको छ भन्दाखेरि परिवार सम्बन्ध, एक अर्कामा विश्वास चाहिँ अलिक कम भएको कारणले पनि हुनसक्छ एउटा। अनि अर्को चाहिँ मेरो विचारमा है, अनि आर्थिक समस्याको कारणले पनि हुनसक्छ। त्यो कारणले जस्तो नि लाग्छ मेरो विचारमा चाहिँ। गुरुबालाई कस्तो लाग्छ? अहिले यसो हेर्दाखेरि धेरै मानिसहरू विवाह गर्दाखेरि आफ्नो स्वार्थीको निम्ति विवाह गर्ने खालको त्यो विचार हुन्छ। म अलिकति आर्थिकमा कमजोर भएकोले गर्दा मलाई धनी मान्छे चाहियो, अनि म अलिकति स्वास्थ्यमा कम भएकोले गर्दा बलियो मान्छे चाहिन्छ, अथवा म अलिकति पढाइमा कमजोर भएकोले गर्दा धेरै पढेको मान्छे चाहिन्छ, यस्तो खालको। तर विवाह भनेको स्वार्थीको लागि होइन, आफ्नो लागि मात्र गर्ने होइन। विवाह भनेको यस्तै हो,
एकले अर्कालाई उठाउने र एकले अर्कालाई भर परेर सँगै उठ्ने त्यस्तो खालको मेरो कमजोर छ अनि उसैको पनि कमजोर हुन्छ नि त्यो दुईटा कमजोरलाई सँगै मिलेर चाहिँ अघि बढ्ने अथवा राम्रो कुरा पनि त्यो एक आपसमा छ होला त्यो कुरालाई उठाएर सँगै बढ्ने त्यही भएर मेरो लागि चाहिँ यस्तो मान्छे चाहियो होइन दुईजना मिलेर चाहिँ प्रभुमा अघि बढ्ने खालको त्यो विवाह हुनुपर्ने तर त्यस्तो खालको विवाह भन्ने कुरा कहिले नसिकेको कहिले शिक्षा नपाएको मानिसहरू आफू मन परी विवाह गर्छ अनि वास्तवमा हामी आमा बन्नको लागि बुबा बन्नको लागि कहिले क्लासमा अथवा स्कुलमा पढेको पनि छैन नि तर स्कुलमा पढेको अध्ययन गरेको कुरा भन्दा विवाह भनेको अझै महत्त्वपूर्ण कुरा हो मलाई लाग्छ चर्चमा विवाहको लागि धेरै क्लास पनि चाहिन्छ बिबलिकल शिक्षा पनि दिनुपर्छ त्यही भएर सुरुदेखि नै विवाह एकदमै बिबलिकल अनुसार हाम्रो विवाह हुनुपर्छ त्यसपछि कमजोर कुरालाई सुधार्दै अघि बढ्दै जानुपर्छ जसरी हाम्रो पनि विवाहको सुरुवातमा त्यस्तै खालको अशान्ति थियो लिसाउने कुरा थियो नबुझेकन मन दुखाउने कुरा थियो तर अहिले त्यो कुराहरू प्राय छैन अनि हामी बिस्तारै सुध्रिँदै हामी अघि बढेको झगडै हुँदैन है विशेष गरी विवाह चाहिँ धेरैजना अग्रजहरूले भन्नुहुन्छ गड केन्द्रित है गड सेन्टर्ड हुनुपर्छ विवाहको केन्द्रमा चाहिँ प्रभुलाई नै राख्नुपर्छ हामीले जब हामी विवाहलाई परिवारलाई केन्द्रमा प्रभुलाई राख्छौँ भनेपछि अनि हामी दुईजना अलग भए पनि प्रभुमा एक हुन्छौँ ट्रायङ्गल त्यो पिक्चर पनि देखाएर कतिजनाले परिभाषा होइन एक्सप्लेन गर्नुभएको देख्छौँ अब दुईजना यस्तो भयो होइन अब केन्द्रमा प्रभु हुनुहुन्छ माथि होइन अनि दुईजना जति प्रभु नजिक भयो दुईजनाको सम्बन्ध पनि उति नजिक हुँदै जान्छ है दुईजना चाहिँ अब प्रभुतिर सेन्टर भएन आफैतिर भनेपछि झन् टाढा हुँदै जान्छ भन्ने कुरा पनि म केन्द्रीको विवाह होइन क्राइस्ट केन्द्रीको विवाह हुनुपर्छ त्यो एकदमै क्रिस्चियन विवाहमा जरुरी छ गुरुबाले भने जस्तै शिक्षा अभ्यासहरू हामीले सिकाउनुपर्छ अनि अर्को एउटा विकृति विसङ्गति भनौँ अथवा गलत अभ्यास मण्डलीमा एउटा विश्वासी केटा अथवा केटी एउटा अविश्वासी केटा र केटीसँग चाहिँ त्यो प्रेममा पर्ने अनि विवाह गर्ने त्यो परम्परा चाहिँ मण्डलीको लागि कतिको हितकारी छ अथवा त्यो बाधा हो त्यो कतिको स्वीकार्य छ मण्डलीमा विश्वासी र अविश्वासी बिचको विवाह विश्वासी र अविश्वासीको विवाह नेपालमा अहिलेसम्म मनाइ गर्छ र कोरियामा पहिला त्यस्तै थियो तर अहिले चाहिँ अलिकति यो पनि कन्सेप्ट परिवर्तन भएको छ किनभने चर्चमा दिदीबहिनीहरूको सङ्ख्या ज्यादा छ र दाजुभाइहरू अलिक कमै छ यो त नेपालमा पनि कोरिया पनि एउटै अवस्था भएको छ अनि यस्तो अवस्थामा दिदीबहिनीहरूलाई विश्वासी केटा पाउनुपर्छ भेट्नुपर्छ मात्र भनेपछि कति त विवाह गर्न नसक्ने अवस्था हुन्छ त्यही भएर अहिलेको कोरियाको चर्चहरूमा चाहिँ त्यो पहिला जस्तो एकदम विश्वासीसँग मात्र विवाह गर्नुपर्छ भन्ने शिक्षा चाहिँ अहिले छैन तर कस्तो छ भने दिदीबहिनी अथवा दाजुभाइले अविश्वासीसँग विवाह गरेर पनि उनीहरूलाई एउटा मिसनरी म्यारेज भन्छ नि प्रभुमा ल्याउन सक्ने खालको चाहिँ हुनुपर्छ किनभने त्यो विश्वासमा अझै नआएको त्यो भाइ अथवा बहिनी साँच्चै त्यो आफ्नो त्यो हुनेवाला तुला अथवा तुलैलाई माया गरेर त्यो आफ्नो स्पाउजलाई प्रेम गरेपछि उसको विश्वास पनि अनि त्यो फेथ पनि त्यो मानेको हुन्छ नि त्यही भएर त्यो यहाँ विश्वासी भाइ अथवा बहिनीले चाहिँ विवाह गर्ने खालको अथवा आफ्नो जीवनसाथी बनाउनुभन्दा अगाडि साँच्चै विश्वासमा ल्याउन सक्नुपर्छ अनि आफ्नो विश्वासले त्यो पुरै प्रभाव पारेर जसलाई प्रभावमा ल्याउन सक्ने खालको त्यो हुनुपर्छ यो कुरा चाहिँ मैले धेरै ठाउँमा देखेँ कतिजना
होइन त्यसरी विश्वासी र अविश्वासी बिचको वैवाहिक सम्बन्धहरू सुरुमा प्रेममा होइन एकअर्कामा एकदमै होइन घनिष्ठतामा बढ्ने अनि विवाह गर्ने, अनि विवाह गरिसकेपछि चाहिँ पछिबाट चाहिँ विभिन्न समस्याहरू आउने, अब कुरा मिल्दैन नि त होइन। अनि कति विवाहहरू त्यसरी तोडिएको पनि देखिन्छ। अनि कति चाहिँ फेरि आफूले मन परेको मान्छे पाउनकै लागि पनि होइन अविश्वासी छ भने विश्वासी भइदिने, विश्वासी भइसकेपछि विवाह भइसकेपछि सकियो, आफूले पाउने कुरा पाइहाल्यो, अघि गुरुबाले भने जस्तै आफ्नो स्वार्थ पुरा भइगयो, त्यस्तो पनि देखिन्छ। अनि यो कुराहरूमा चाहिँ मण्डलीहरू अलिक सचेत हुनैपर्छ होला जस्तो लाग्छ मलाई होइन। त्यो चाहिँ हामीले सचेत गराउनुपर्छ नयाँ भाइ बहिनीहरूलाई जस्तो लाग्छ। अनि क्रिस्चियन विवाहलाई पवित्र विवाहको एउटा स्लोगन राखेर विवाह दिने चलन छ। किन पवित्र विवाह आवश्यक छ, अथवा पवित्र भन्नाले कस्तो पवित्र भन्ने बुझ्ने हामीले? पवित्र भन्नेको अर्थ चाहिँ यो ओरिजिनली होली भनेको, यो पवित्र भनेको चाहिँ अलग भएको, छुट्टै सेपरेटेड भन्ने अर्थ छ। जसरी परमेश्वर पवित्र हुनुहुन्छ, मानिससँग अलग हुनुहुन्छ, उहाँ उच्च हुनुहुन्छ, छुट्टै खालको उहाँ सेपरेट उहाँको गुण छ, त्यो स्वभाव छ। यसमा चाहिँ पनि अघि गुरुबाले सुरु भने जस्तै आत्मिक र शारीरिक दुइटै कुरा आउँछ होला होइन। आत्मिक रूपमा पनि त्यो पवित्रता चाहियो, अनि शारीरिक रूपमा पनि कतिजना त अब गलत सम्बन्धमा गइरहेको हुन्छ नि त। त्यही भएर मलाई लाग्छ परमेश्वरले आफै सृष्टि गर्नुभएको दुईवटा त्यो समूह छ, एउटा चाहिँ चर्च हो, अर्को चाहिँ परिवार हो। अनि विवाह चाहिँ परमेश्वरले बनाउनु भएको यो नियम हो, परमेश्वरले सृष्टि गर्नुभयो र आशिष दिनुभएको भनेपछि त पवित्र हुनुपर्छ नि, पवित्र हुन्छ। र हामी संसारको विवाहसँग पनि छुट्टै हामी त्यो अर्थमा हामी विवाह क्रिस्चियनहरूले विवाह गर्छ। त्यही कारणले गर्दा संसारको विवाह भनेको एउटा सम्झौता मात्र उनीहरूले सम्झिन्छ। विवाह भनेको कानुनी सम्झौता भनेर सम्झिन्छ, तर होइन, यो विवाह क्रिस्चियन विवाह भनेको परमेश्वरले आशिष दिनुभयो र सृष्टि गर्नुभएको यो एउटा करार हो। त्यही भएर पवित्र छ। यो संसारको विवाहसँग फरक छ र परमेश्वरले आफै सृष्टि गर्नुभयो र आशिष दिनुभएको यो एउटा नियम हो, त्यही भएर पवित्र हुन्छ। विवाहको निम्ति तयारी चाहिन्छ, पूर्व तयारी चाहिन्छ, प्रार्थना चाहिन्छ है। कतिजना चाहिँ यत्तिकै हुटुटीमै मन पर्यो विवाह गर्ने त्यो खालको पनि देखिन्छ होइन। अहिलेको जवानहरूको समस्या त्यही देखिन्छ होइन, विवाहको लागि तयारी नभइकन विवाह गर्ने। झन् नेपालमा त पहिला त्यो लोकतोरी गीत गाउँदै लाने त्यस्तो पनि चलन हुन्थ्यो। पुरानो कल्चरको प्रभाव पनि हुनसक्छ कति कुराहरू होइन। हामी अन्तिममा छौँ। अब जो विवाह गर्ने तयारीमा हुनुहुन्छ नयाँ जवान भाइहरूलाई, विवाह गर्ने तयारीमा हुनुभएका जवान मण्डलीका भाइहरू अथवा जो कुनै पनि भाइहरूलाई गुरुबाको सल्लाह के छ? भाइ भए पनि बहिनी भए पनि विवाहको निम्ति पहिला यो विवाह भनेको जिन्दगीको सबैभन्दा महत्त्वपूर्ण कुरा हो। हाम्रो क्रिस्चियनको म्यारेज भनेको एकचोटि गरेपछि क्यान्सल पनि हुँदैन। त्यही भएर विवाहको लागि राम्रोसँग बाइबलको अध्ययन गर्नुपर्छ। अनि बिब्लिकल म्यारेज भनेको के हो भन्ने कुरा, परिवार भनेको के हो भन्ने कुरा बाइबलबाट राम्रोसँग अध्ययन गरेपछि अनि विवाह गर्नुपर्छ। र आफ्नो जीवनसाथी खोज्ने क्रममा पनि बाहिरको कुनै सुन्दरता देखेर मात्र हुँदैन, त्यो बहिनी अथवा भाइ यो हाम्रो परिवारको निम्ति एउटा राम्रो बाइबलको शिक्षा अनुसारको राम्रो बुद्धिमती अथवा बुद्धिमान हो, अथवा परमेश्वरको वचन अनुसार परिवारलाई बनाउन सक्ने खालको मानिस हो कि होइन भन्ने कुरालाई विचार गरेर अहिलेको त जमानामा त्यो केटा भए पनि केटी भए पनि ह्यान्डसम अग्लो राम्रो त्यो मान्छे मात्र खोज्छ। तर त्यो होइन, यो मानिस चाहिँ परमेश्वरको वचन हो, आत्मिक मानिस हो कि त्यसको गुण स्वभाव कस्तो छ त्यो कुरा हेर्नुपर्छ। त्यो मान्छेको परिवार कस्तो छ,
धनी छ कि छैन, पढाइ कस्तो छ, त्यो कुरा चाहिँ संसारको कुरा हो। त्यो कुरा पनि चाहिन्छ, तर त्यो चाहिँ सेकेन्डरी हो। प्राइमरी कुरो चाहिँ प्रायोरिटी चाहिँ हामी आत्मिक कुरामा त्यो मान्छेको स्वभाव गुण चाहिँ कस्तो छ भन्ने कुरामा चाहिँ ध्यान दिनुपर्छ। धेरै धेरै धन्यवाद गुरुजी। एकदमै महत्त्वपूर्ण यो हाम्रो होइन मण्डलीको जवानहरूलाई सिकाउनु पर्ने शिक्षा हुन्छ। एकदमै आशिषमय समय, लगभग हामीले 3 घन्टा समय बिताएका छौँ आज। पहिलो, दोस्रो र तेस्रो समय गरेर हाम्रो सबै सेसनहरू सकिएको छ। गुरुबा कस्तो रह्यो आजको समग्र सेसन? 1, 2, 3 भाग सक्दै गर्दा मैले पनि पहिलोचोटि यस्तो लामो बोलेको यो स्टुडियोमा आएर। अनि यहाँ अभिषेक भाइको यो प्रयास चाहिँ एकदम राम्रो म मान्छु। अनि अहिलेको यो अनलाइनको जमाना हो। हामीले चर्चमा यसो विश्वासीहरूलाई मात्र शिक्षा दिएको भन्दा यो वर्ल्ड वाइड हुन्छ। एसएनएसबाट, सामाजिक सञ्जालबाट विश्वभरिका मानिसहरूलाई चाहिँ प्रभाव पार्न एकैचोटि हेर्न सक्छौँ। खुसी हुनुहुन्छ? त्यही भएर कस्तो पहिलो अनुभव गुरुआमाको पनि यसरी है? हजुर, म पनि यसरी, मेरो पनि पहिलो नै हो। कुरा गर्दा सुरुमा कस्तो डर लागिरहेको थियो, पछि यस्तो कुरा गर्दै जाँदाखेरि चाहिँ अलिक बानी पनि भयो अनि सजिलो लाग्यो। अनि यो कार्यक्रममा यसरी बोलाइदिनु भयो, धेरै धेरै धन्यवाद। तपाईँलाई पनि बधाई छ। अझ यस कार्यक्रमबाट प्रभुको धेरै कामहरू हुँदै जान सकेको होस्। धन्यवाद।